ल है हामी चाहिँ लन्डन ब्रिज आइरहेको छ कसरी यति लामो छ राइट यहाँबाट आउन चाहिँ यो बाटो अनि हामीले के ल्याएको छ भन्दाखेरि ल्याएको छु यहाँ चाहिँ के भन्छ ट्र्याक्टर फसेको छ क्या बालमा अनि यहाँ चाहिँ यो एरिया खोला बगानको एरिया हो यहाँ चाहिँ बालमा छ यहाँ चाहिँ ट्र्याक्टरहरू बाल उठाउनु आउँछ घर निर्माणका सम्मको छ क्या पनि गइसकेको छ र ब्याग नै छ यहाँ अघि फोटो खिच्दा चाहिँ ब्याग झुक्याएको कपाल नि लामो भइसकेको छ यता बराबर हावा फेरि खतरा छ क्या हावा चाहिँ यो हावा भनेपछि यस्तो चल्नुपर्छ कि किनभने आज धेरै गर्मी छ त्यही भएर हावा चाहिँ चल्नुपर्छ यहाँ चाहिँ हाम्रो के छ त्यहाँ चिप्स पनि छ यता कहाँ यहीँनिर त्यही शीतल छ त्यही बसेर खानु लास्ट लामो छ मैले चिप्स बोकिरहेको छु होला साथसाथै गइन्छ गाईहरू यता भनेर खाले नभेला हेर्न फेरि छ यहाँ अस्ति योसँग यो लन्डन ब्रिजमा 3 चोटि भयो एकदमै गएको छ पुल चाहिँ राम्रो नलाम्रो छ ल हो लन्डन ब्रिज हामी जाँदैछौँ पर बसेर ड्युहरू खान्छौँ चट्टसँगले यो बाटो आएर हरियाली छ बाटोहरू एकदमै छ है भयानक छ यहाँ जेसिबीहरू छ पुलहरू त भनेसम्मकै छ नि हो साइकलमा अस्ति आएको छौँ अब यहाँ बस्छौँ खान्छौँ अनि यहाँ चाहिँ ट्र्याक्टर फसिरहेछ हामी चाहिँ 2टा साइकलमा आएको थियौँ साइकल चाहिँ यहाँ राखेर यहाँ साइकल राखेर गएको उता माथि कहाँसम्म गएको साइकल राखेर यस्तो छ माथि ल यहाँ साइकल राखेको थियौँ कता बसेर खानु यहाँ खोला बगिरहेको छ
ल बस्दै गर अहिले तल कता बस्छ नि त गर यहाँ हुन्छ त बस्दा तल होइन यतै यहाँतिर ल हामी चाहिँ अब कता हो पुलै देखिँदैन त ल यो पुल कटेर आइसकेको छौँ यहाँ चाहिँ भैँसी रहेछ बाटोमै त्यो कता छ यसलाई चाहिँ मैले सारिदिएको छु हामीले नर अब लाग्छौँ होइन हामी जाउँ ल पनि अब लाग्छ